नयाँ सरकार आइसकेपछि नयाँ नीति कानुन आइसकेपछि सरकारी कार्यालयहरूलाई बिहान 9 बजेबाट साँझ 5 बजेसम्म काम गर्ने भनेर सरकारले एउटा अवधारणा बनाइसकेपछि यो कुन कार्यकक्ष हो? यो कुन कार्यकक्ष हो? के हो यो? हजुर हजुर के भन्नुभयो? सम्बन्धित निकायहरू यहाँ नभएको कारणले जवाब लिनको लागि कोही जिम्मेवार व्यक्ति नभएकोले आज त्यति जवाब लिन पाइएन। अनि धेरै कुर्सी खाली रहेछ, यो कुर्सी कसको हो? यो चाहिँ हाम्रो स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठको हो सर। कहाँ जानुभएको छ? ठ्याक्कै चाहिँ म कृषि विकास शाखा हुन अहिले भर्खर मात्र आउँ सर। यो कार्यालयमा हुनुपर्ने कर्मचारी कतिजना, को फिल हुनुहुन्छ, को बाहिर हुनुहुन्छ, को बिरामी हुनुहुन्छ, को बिदामा हुनुहुन्छ भन्ने कुरा थाहा भएन। अर्को कार्यकक्षमा प्रवेश गर्छु म। अर्को कार्यकक्षमा। हेलो नमस्ते हजुर, प्रधानमन्त्री रोजगार कार्यालय। नमस्कार हजुर, आओ भित्र। हस् थ्याङ्क यू। 4:59 सम्पूर्ण कार्यकक्ष भ्याएर म बाहिर निस्केको छु। होइन त्यो शुक्रबार त पहिलेदेखि त्यही छ के अहिले होइन नि, अहिले फेरिसक्यो। अरू चाहिँ लगाइरहेको छ। म अब त्यस्तो नयाँ नियममा अझै गरेको छैन। अझै जानु भएको छैन? हजुर जानु पऱ्यो है। हस् हस्। यति बेला ऐरावती गाउँपालिकाको अवस्था के रहेको छ भनेर देखाउनको लागि म ऐरावती आएको छु। दर्शकबिन नमस्कार, मेरो नाम जीवन हमाल। यति बेला म ऐरावती गाउँपालिकामा आएको छु। एक्सपोर्ट मिडिया प्रणालीद्वारा सञ्चालित कार्यक्रम प्युठान छड्के तपाईँ यति बेला संचार हब media.com मा हेरिरहनु भएको छ। नयाँ सरकार आइसकेपछि नयाँ नीति कानुन आइसकेपछि सरकारी कार्यालयहरूलाई बिहान 9 बजेबाट साँझ 5 बजेसम्म काम गर्ने भनेर सरकारले एउटा अवधारणा बनाइसकेपछि यति बेला ऐरावती गाउँपालिकाको अवस्था के रहेको छ भनेर देखाउनको लागि म ऐरावती आएको छु। यति बेला मेरो घडीमा 4:40 गएको छ। म तपाईँलाई देखाउँछु। 4:40 गएको छ। म ऐरावती गाउँपालिकामा उपस्थित रहँदै गर्दा कर्मचारी बस्नुपर्ने 5 बजेसम्म हो। यो अवस्थामा भित्रको अवस्था के रहेको छ म तपाईँलाई समग्रमा देखाउँछु। आउनुहोस्, आजको कार्यक्रम म ऐरावती गाउँपालिकाबाट तपाईँलाई पेश गर्दैछु। सरको शुभ नाम के हो? मेरो राजन आचार्य सर। राजन आचार्य। हजुर। सबै के हो यहाँको? म कृषि अधिकृत सर। कृषि अधिकृत। कुर्सीहरू पुरै खाली रहेछ, कहाँ जानुभयो? यहाँ एकजना हाम्रो सहयोगी सर हुनुहुन्छ, प्राविधिक सर हुनुहुन्छ। कता बाहिरतिर बाथरुमतिर जानुभएको छ क्या। म त कतिजना हो तपाईँ यो यहाँ यो कोठामा? दुईजना हो। 2 जना मात्र हो। हस् थ्याङ्क यू। कार्यालय समयमा हुनुहुँदो रहेछ। ल हस्, अर्को कार्यकक्षमा प्रवेश गर्छु म। अर्को कार्यकक्षमा। हेलो नमस्ते हजुर, प्रधानमन्त्री रोजगार कार्यालय। नमस्कार हजुर, आओ भित्र। हस् थ्याङ्क यू। यति बेला सर नमस्ते हजुर। नमस्कार। के नाम पऱ्यो? मेरो राज तामाङ। के हो तपाईँ यहाँको? म पशुस्वास्थ्य प्राविधिक हुँ। यतापट्टि चाहिँ अहिले चाहिँ हाम्रो उता एउटा फोटो अनुगमनको फोटो निकाल्नु थियो, कलर प्रिन्ट उतापट्टि हाम्रो छैन, त्यही भएर चाहिँ हस् थ्याङ्क यू। हस् थ्याङ्क यू। नमस्ते म्याम, आराम हुनुहुन्छ? अनि तपाईँ के हो यहाँको? म राजस्व शाखा प्रमुख हो। राजेश शाखा प्रमुख हो। हस्, कार्यालय समयमा भेट्न पाएँ, खुसी लाग्यो है। हस् थ्याङ्क यू। यो कुर्सी खाली हो कि कर्मचारी होइन? ए हस् हस्। अर्को कार्यकक्षमा प्रवेश गर्छु म। यता अलिक धेरै हुनुहुन्छ क्या। स्वास्थ्य शाखा भनेर लेखिएको छ। नमस्कार हजुर, आऊ भित्र। हस्, सरको शुभ नाम के हो? मेरो नाम चाहिँ सरोज घन्टी सर। के हो सर तपाईँ यहाँको? मेरो चाहिँ कृषि विकास शाखामा कृषि प्राविधिक रूपमा कार्यरत छु सर। यहाँ के गर्नु? स्वास्थ्य हो नि? यो चाहिँ स्वास्थ्य शाखा हो सर। यसमा चाहिँ हाम्रो स्वास्थ्य शाखाले थोरै चाहिँ सहयोग गर्नु पऱ्यो भन्ने हिसाबले कर्मचारी नभएर सहयोग गरे। कर्मचारी भए चाहिँ भन्नाले जस्तै हाम्रो प्रशासनिक कुरामा सहयोग मागेको हुनाले म यहाँ आएको सर। अनि धेरै कुर्सी खाली रहेछ, यो कुर्सी कसको हो? यो चाहिँ हाम्रो स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठको हो सर। कहाँ जानुभएको छ? ठ्याक्कै चाहिँ म कृषि विकास शाखा हुन अहिले भर्खर मात्र आउँ सर। यता अर्को कुर्सी पनि खाली रहेछ। उहाँहरू चाहिँ ठ्याक्कै भन्न सकिनँ। मलाई चाहिँ यता त्यो अर्को कुर्सी त्यो पनि ठ्याक्कै भन्न सकिनँ। मलाई चाहिँ यो भन्नाले स्वास्थ्य शाखा पुरै खाली रहेको छ, तपाईँले चाहिँ हेरिदिनु भएको छ। स्वास्थ्य शाखाको चाहिँ शेरसिंह सर चाहिँ हुनुहुन्छ। यद्यपि उहाँले बोलाएर आएको सर, उहाँले सहयोग त्यही त तपाईँले सहयोग गर्न आउनुभयो, तर सम्बन्धित कर्मचारी हुनुहुन्न नि, होइन र? माथि हुनुहुन्छ सर। थ्याङ्क यू। हामी अर्को कार्यक्रम प्रवेश गर्छौँ। ल हस् थ्याङ्क यू। हामी स्वास्थ्य शाखामा प्रवेश गऱ्यौँ। यता होइन नि, होइन यो स्थान पानपछि रहेको छ। अर्को यो के हो? स्टोर हो यो। हस् थ्याङ्क यू।
स्टोर रहेको छ यो यति बेला हामी कोठा नम्बर 3 पशु सेवा शाखा नमस्ते हजुर आऊ थ्याङ्क यू सरको शुभ नाम के रहेछ चन्द्रबहादुर जीसी चन्द्रबहादुर जीसी के हो सर यहाँको म यहाँको नायक पशु स्वास्थ्य प्राविधिक तपाईँ नायक पशु स्वास्थ्य प्राविधिक यहाँ कुर्सी खाली रहेछ को हो उहाँ माथि जानुभएको थियो ए यति गर्न जानुभएको थियो कतिजना कर्मचारी तपाईँ यहाँ यहाँ उहाँ र म 2 जना मात्रै हो हजुर कुर्सी 3वटा छ त अनि कुर्सी त अब एक्स्ट्रा कुर्सी टेबल अनुसार एक्स्ट्रा छ कर्मचारी चाहिँ 2 जना मात्र 2 जना मात्रै हो हजुर हस् थ्याङ्क यू अर्को कार्यकक्षमा प्रवेश गर्छु यो के हो यो नमस्ते हजुर यो के हो यो कुन शाखा हो यो आयुर्वेदिक शाखा हो अब म आएँ है थ्याङ्क यू तपाईँको नाम के हो के हो तपाईँ यहाँको वैद्य हजुर वैद्य ए कतिजना तपाईँ यहाँ कर्मचारी यो कोठामा हामी चाहिँ 2 जना खै अर्को कार्ले सोगी बहिनी हो ऊ चाहिँ बिरामी भएर अहिले 2 दिन बिदामा छ बिदामा हुनुहुन्छ हजुर यता पनि हो यता पनि कार्यकक्ष हो ए स्टोर हो है हस् थ्याङ्क यू महिला बालबालिका तथा ज्येष्ठ नागरिक नमस्ते हजुर आऊ भित्र हस् थ्याङ्क यू काम गर्दै हुनुहुन्छ समय छोटोमा गराउँछु ल शुभ नाम के पऱ्यो मेरो माधवाजी छ के हो तपाईँ यहाँको मेरो रोजगार सहायक रोजगार सहायक म्याम नमस्ते हजुर त्यतै आऊ है के हो तपाईँको नाम मेरो सोमकुमारी दाहाल के हो तपाईँ यहाँको म महिला बालबालिका शाखा प्रमुख महिला बालबालिका शाखा प्रमुख हजुर ल तपाईँ 2 जना मात्रै हो यहाँ हजुर ल यो चाहिँ अलि व्यवस्थित गर्नुहोस् है ल हस् थ्याङ्क यू हस् हामी अर्को फ्लाइटमा प्रवेश गर्छौँ हामी मुनिको ग्राउन्डमा देखाइसक्यो अर्कोमा जान्छौँ हामीसँग समय छोटो छ हामी कारलाई समय भ्याउनु पर्दा 45 मिनट गइसकेको छ हामीसँग 15 मिनट मात्र बाँकी छ भवन तथा नक्सा नमस्कार हजुर आऊ हस् थ्याङ्क यू सर नाम के भयो प्रजापति गिमाली के हो सर यहाँको सब इन्जिनियर हजुर तपाईँ मात्र एक्लै हो आज म एक्लै छु कहाँ जानुभयो बिदामा हुनुहुन्छ हाम्रो सब। कतिजना हुनुहुन्छ यहाँ तपाईँ टोटल यो एकजना अमिन सर हुनुहुन्छ एकजना अर्को सब इन्जिनियर हुनुहुन्छ 2 जनै बिदामा हो हजुर यता के हो अर्को कार्यक्रम प्रवेश गर्छु नमस्ते हजुर सरको शुभ नाम इन्जिनियर सन्तोष नेपाली सन्तोष के अरे तपाईँ एक्लै हो यो हजुर एक्लै हुनुहुन्छ नि शाखा एउटै शाखा एउटै हो है बस थ्याङ्क यू अर्को कार्यकक्षमा प्रवेश गर्छु के हो यो कुन कार्यकक्ष हो यो कुन कार्यकक्ष हो के हो यो हजुर हजुर के भन्नुभयो ए हस् अध्यक्षज्यूको सचिवालय नोबेल विक्रम शाह अध्यक्ष नमस्ते हजुर अध्यक्षज्यू हुनुहुन्न होला सायद ढोका लागेको छ हस् अर्को कार्यक्रम प्रवेश गरौँ उपाध्यक्षज्यूको सचिवालय ए उपाध्यक्षज्यूको कोही हुनुहुन्छ यो पनि बन्द छ उपाध्यक्षज्यूको पनि बन्द रहेको छ अर्कोमा प्रवेश गर्छु सामान्य प्रशासन शाखा सूचना प्रवेश नमस्ते हजुर तपाईँ कर्मचारी हो के नाम पर्यो मेरो समाज छ है के हो सर तपाईँ यहाँको म चाहिँ बहुक्षेत्र पोषणको पोषण सहजकर्ता सहजकर्ता आज 4 बजे 47 तपाईँसँग भेट भयो तर केही तपाईँ कर्मचारी भन्ने चिन्नै गाह्रो भयो मलाई ए यहाँ को हुनुहुन्छ अर्को हाम्रो प्रशासन हुनुहुन्छ भर्खरै बाहिर जानुभएको छ भर्खर जानुभयो हामी नआउनुभन्दा अगाडि जानुभयो हो 2 मिनट अगाडि नै गएको यो पनि खालि तपाईँको त्यहाँ हो हस् प्रशासन प्रमुख हुनुहुन्न अहिले नमस्ते हजुर को हुनुहुन्छ यहाँ तपाईँको नाम के हो मेरो नाम लक्ष्मी राव के हो तपाईँ यहाँको म कार्यालय सहयोगी कार्यालय सहयोगी हस्
अर्को कार्यकर्ता प्रवेश गर्छु रुद्र प्रसाद पोखरेल आर्थिक प्रशासन प्रमुख आर्थिक प्रशासन। नमस्कार हजुर, को हुनुहुन्छ? शुभ नाम के पर्यो सर? मेरो रुद्र प्रसाद पोखरेल। के हो सर यहाँको? म लेखा लेखा छ क्या? हस्, जाने तयारीमा हुनुहुन्छ होला है? म अलि ढिलो आएँ। सर नमस्ते। नमस्ते, के हो सरको नाम? कृष्ण जीसी। के हो सर यहाँ? म चाहिँ 1 नम्बर वडा सचिव। वडा सचिव हो, कामले आउनु भएको। अनि सरको कुर्सी कुन हो यो? हो, मेरो यही हो। म्याम नमस्ते हजुर, के हो तपाईँ यहाँको? म यहाँको कासो। खास हो, के नाम हो तपाईँको? मेरो नाम अस्मिता राउत। तपाईँको चेयर हो नि हो है? हजुर। थ्याङ्क यू। 2 जना मात्रै हो तपाईँहरू यहाँ? हस्। प्रमुख प्रशासक अधिकारी, योभन्दा अरू कार्यकर्ता चाहिँ माथि पनि छ? माथि छ नि, प्रमुख प्रशासक अधिकारी चाहिँ हुनुहुन्छ नि? हुनुहुन्न? एकछिनमा आउँछु म यहाँ, एकछिनमा आउँछु। अर्को फ्लाइटमा प्रवेश गर्छौँ हामी, यसो फ्लाइटमा प्रवेश गर्छु। यहाँ पनि कार्यकर्ता रहेको छ। सुरुवातमा यहाँ आज कोठा नम्बर 20। नमस्ते हजुर, के हो यो? कोही हुनुहुन्न यहाँ? यहाँ कर्मचारी हुनुहुन्न? यहाँ होइन कर्मचारी? लेखामा के नाम हो? हरि गौतम। तपाईँको नाम के हो? मेरो सरिता शाह। के? सरिता शाह। सरिता शाह। तपाईँ केमा आबद्ध हो? म कालो कार्लो छ कि? नमस्ते हजुर, कोठा नम्बर 1। नमस्कार, आराम हुनुहुन्छ? म्याम शुभ नाम? सर मेरो नाम बसन्त बिका। के हो तपाईँ यहाँको? म लघु उद्यम शाखा। नमस्ते हजुर, नमस्कार, के नाम हो सर? म सागर रिजाल, के हो सर यहाँको? सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवाको प्रमुख। म्याम नमस्ते, के नाम हो म्याम? अस्मिता विश्वकर्मा। के हो तपाईँ यहाँको? म पञ्चीकरण शाखा फिल्ड सहायक। हस्। कोठा नम्बर 21 स्थानीय युवा परिषद। नमस्ते हजुर, आऊ एकछिन, आऊ भित्र। हस्, थ्याङ्क यू। सबै कर्मचारी हो? संस्थाको कर्मचारी त हो नि? हस्, सरको नाम के हो? मेरो भरत कुमार विष्ट। के हो सर यहाँको? म त फिल्ड कर्मचारी। फिल्ड कर्मचारी है। सरको नाम के हो? मेरो लोकबहादुर भाट हो। सर के हुनुहुन्छ यहाँ? म यो पालिका त होइन, म सरोमारानी गाउँपालिका काम गर्छु। हजुर, मैले यतातिर पनि हाम्रो प्रोजेक्ट भएर तपाईँहरूको संस्थाको सरको नाम के हो? म चाहिँ भरत भट्ट। म पनि यो नेपाल स्वास्थ्यलाई भन्ने संस्थाबाट चाहिँ यहाँ खानेपानी योजना हेर्नको लागि काम गर्छु। हस्, थ्याङ्क यू है। हस्, अर्को कोठामा प्रवेश गरौँ। मिटिङ हल यो बन्द नै हो। कोठा नम्बर 24 सूचना प्राविधिक शाखा। यो हुनुहुन्न यहाँ? हुनुहुन्न? बिदामा हुनुहुन्छ? के नामको हो यहाँ? आइटी सर हो? बिदामा हो? चाबी लगाइएको छ त यो? उहाँ नभएपछि चाबी लाग्छ? लगाउने भन्नुभएको थियो, तपाईँले लगाउनु भयो? ए हस्। कोठा नम्बर 23 न्यायिक समिति। यो पनि अब समयमा खुल्छ। यो के हो यताको? ए हस्। अरू कहाँ छ कार्यकर्ता? यति हो? माथि छ? यता यता हामी गयो कि नै? शिक्षा युवा तथा खेलकुद। यो पनि चाबी लागेछ। हे हुनुहुन्छ? खोइ कहाँ हुनुहुन्छ? शिक्षा युवा त यो कार्यकर्ता यो एउटै हो? एउटै हो सर? हस्। सर नमस्ते हजुर, शुभ नाम के पर्यो? मेरो नाम विवेक थापा। विवेक थापा। के हो सर यहाँ? म शिक्षक हो। शिक्षक? यहाँ शाखामा। शिक्षा शाखा प्रमुख हो? होइन, के हो? शिक्षक हो। शिक्षक मात्रै? हजुर। तर के हेर्नुहुन्छ तपाईँले यहाँ? म शिक्षामै एकजना मात्रै हुनुहुन्छ क्या हाम्रो सर, त्यो भएर चाहिँ यहाँ चाहिँ कुन स्कुल पढाउनुहुन्छ? मेरो त भुवनेश्वरी अब अर्जाम। सधैँ यो कार्यालय हेर्नुहुन्छ कि स्कुल हेर्नुहुन्छ? यही पालिकाबाटै यहाँ चाहिँ शाखामा चाहिँ काम बढी भयो। तलब स्कुलबाट काम यहाँ गर्नुहुन्छ? केही समयलाई यहाँ चाहिँ। हजुर। अरू को हुनुहुन्छ कर्मचारी? हाम्रो एम प्रसाद शर्मा पाण्डे भन्ने हुनुहुन्छ। कहाँ जानुभएछ? उहाँ चाहिँ सुर्खेत। आजदेखि कार्यक्रम छ, सरी भोलिदेखि, त्यही भएर जानु। ए हस्।
स्टोर अर्को जिन्सी व्यवस्थापन तथा खरिद शाखा। नमस्ते हजुर, आऊ भित्र। आराम हुनुहुन्छ? म्याम नमस्ते, तपाईँको नाम के हो? मेरो नाम लीला केसी, के हो तपाईँ यहाँको? जिन्सी शाखा प्रमुख। तपाईँ एक्लै हो? त्यो तपाईँ जिन्सीमा एक्लै मात्र हो? एक्लै हो। कोही सहयोगी पाउनु भएको छैन? कारले सहयोग हुनुहुन्छ, हेल्प गरिहाल्नुहुन्छ। हस्, अरू कार्यकक्षी छैन है? अब समय छोटो छ हामीसँग। अब प्रशासनिक प्रमुख हुनुहुन्न होइन? कहाँ हो कार्यकक्षी? मुनि हो? हामी सबै कार्यकक्षी घुमिसकेपछि अब सम्बन्धित यहाँ को छ? आज कसले हेरेको छ? यो सर नभएपछि कसले हेर्छ यहाँको जिम्मा सबै? इन्जिनियर सन्तोष सरले। कहाँ हुनुहुन्छ उहाँ? आज निमित्त उहाँ हो? कहाँ भन्नुभयो? यो प्रशासकीय प्रमुखको कार्यकक्षी चाहिँ शरद गौतम हुनुहुन्छ। सर चाहिँ हुनुहुँदो रहेछ, उहाँको खाली रहेको छ चेयर। उहाँ चाहिँ नभए कारणले यसको जवाब लिनको लागि म सन्तोष सर कहाँ जान्छु। यो हो 3 नम्बर हो? सन्तोष सर फेरि आउनु पऱ्यो तपाईँसँग। तपाईँ निमित्त होस् आजको, केही कुरा सोध्नुपर्ने भयो। आजको निमित्त प्रमुख तपाईँलाई जिम्मा दिएको छ? हजुर, भन्नु भएन, लेखित हुन्छ होइन। हाकिम सर भन्नुहुन्थ्यो, भर्खर निस्किनु भयो कि के भने जानुभयो? पछि छेउमा निस्किनु भयो, खासै चाहिँ फोन गर्नु भयो होइन। सर नजिकै हुनुहुन्छ होला काम। अब यहाँको सबै कुरा मैले सोध्नु पऱ्यो भने तपाईँसँग सोध्नु पऱ्यो है? त्यति डिटेल त छैन सर। कतिजना कर्मचारी हुनुहुन्छ पालिकामा टोटल? त्यति डिटेल छैन सर। म कर्मचारी कति हुनुहुन्छ भने? कर्मचारी अब मलाई थाहा हुने कुरो भएन, प्राविधिक। किन जिम्मा ल्याउनुहुन्छ सर? कहिलेकाहीँ यसो प्रश्न सोध्ने मान्छे आइहाल्यो भने त के दिने भन्ने कुरा थाहा हुनु पऱ्यो नि। आज कतिजना कर्मचारी उपस्थित हुनुहुन्थ्यो, कतिजना कर्मचारी बिदामा हुनुहुन्छ, कति फिल्डमा हुनुहुन्छ, अहिले कार्यालय समयमा कति हुनुहुन्छ भन्ने कुरा थाहा हुनु पऱ्यो नि जिम्मा लिइसकेपछि। हजुर, त्यो त हो सर, त्यति ठ्याक्कै गर्नु भयो। हाकिम सरले जानकारी। तपाईँलाई सबै कुरा जानकारी छैन? छैन नि, नसोद्धा पनि भयो होइन? हजुर, अहिले त्यति तपाईँले खोजेको प्रश्न ठ्याक्कै उत्तर चाहिँ छैन सर। अनि जुन हाम्रो अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायत केही कर्मचारीहरू हुनुहुन्न, उहाँहरू कहाँ हुनुहुन्छ भन्ने कुरा त अब थाहा हुनु पऱ्यो नि होइन? अध्यक्ष र उपाध्यक्ष सरको त ठ्याक्कै डिटेल हुनु होइन। उपाध्यक्ष सर कार्यक्रममा जानुभएको, स्वर्गदारी जानुभएको क्या सायद, उहाँहरूको न्याक समिति। डिटेलले तपाईँलाई अफिसियल रूपमा केही थाहा छैन? नसोधौँ होइन? कर्मचारी को कति छ भन्ने अब त्यति थाहा होइन, हाम्रो काम त्यस्तो छ। म 5 बज्नुभन्दा अगाडि कार्यालयबाट बाहिर निस्किँदैछु। यति बेला 4:59 गएको छ। 4:59 म बाहिर निस्केको छु प्रत्येक शाखामा पुगेर। दर्शकबिन, म ऐरावती गाउँपालिकाको कार्यालय प्रवेश गरिसकेपछि म तपाईँको माझमा 15-20 मिनटमा यो कार्यक्रम सक्नुपर्ने थियो। सो कार्यक्रम म 5 नबज्दै मेरो घडीमा 4:59 गएको छ। 4:59 सम्पूर्ण कार्यकक्ष भ्याएर म बाहिर निस्केको छु। सम्बन्धित निकायहरू यहाँ नभएको कारणले जवाब लिनको लागि कोही जिम्मेवार व्यक्ति नभएकोले आज त्यति जवाब लिन पाइएन। यहाँ कर्मचारीहरू हामी तपाईँलाई भिडियो मार्फत देखाउँछौँ, कतिजना कर्मचारी हुनुहुन्छ भनेर कुरा हामी तपाईँले भिडियो मार्फत पनि हेर्नुहोला। यो कार्यालयमा हुनुपर्ने कर्मचारी कतिजना, को फिल हुनुहुन्छ, को बाहिर हुनुहुन्छ, को बिरामी हुनुहुन्छ, को बिदामा हुनुहुन्छ भन्ने कुरा थाहा भएन। किनकि सम्बन्धित व्यक्ति जवाब दिनको लागि प्रशासकीय अधिकृत नभएको कारणले आजको कार्यक्रम हामी जस्ताको त्यस्तै तपाईँलाई सम्प्रेषण गर्दैछु। ऐरावती गाउँपालिकाबाट यो भिडियो सामग्री तपाईँलाई हामी देखाएका छौँ। कुन कर्मचारी हुनुहुन्छ, कुन कर्मचारी हुनुहुन्न भन्ने कुरा तपाईँले भिडियो मार्फत हेर्नको लागि आग्रह गर्दै आजको यो भिडियो ऐरावती गाउँपालिकाबाट तपाईँमा पेश गर्दै आजको बसाइबाट बिदा हुन्छु। नमस्कार।